हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज मैले हजुरहरूलाई मिठो काँक्रा र आलुको अचारको रेसिपी सेयर गर्न गइरहेकी छु। यसको लागि मैले थोरै काँक्रा लिएको छु। म यो काँक्रालाई मसिनो पारेर काट्दैछु। अब म यो काटेको काँक्रालाई एउटा बोलमा हाल्छु। अब म अचारको लागि उसिनेर राखेको आलु तास्दैछु। अब म यो आलुलाई पनि सानो सानो पिसमा काट्छु। अब म आलुलाई पनि अघि काँक्रा हालेको बोलमा एड गर्छु अनि म अचारमा हाल्ने प्याज काट्नलाई पखाल्छु। पखालेर म यसलाई राम्रोसँग तास्छु। मैले प्याजलाई राम्रोसँग तासिसकेको छु। अब म प्याजलाई सानो सानो पिसमा काट्छु। अब म अघि आलु र काँक्रा हालेको बोलमा प्याज पनि एड गर्छु। अब म अचारको मसला बनाउनतर्फ लाग्छु। अब प्यानलाई राम्रोसँग हिट गर्न छाडिदिएर म फर्सीको बिहा, सिलाम, पानजिरा, धनिया र खुर्सानीलाई हिट भएको प्यानमा राम्रोसँग फ्राई गर्छु। फर्सीको बिहा फ्राई हुन टाइम लाग्ने भएकोले सुरुमा मैले फर्सीको बिहालाई फ्राई गरेको छु। केही समय फर्सीको बिहालाई फ्राई गरेर मैले अरू सबै मसलाहरू फ्राई गरेको छु। अब म यसलाई सेलाउन एकछिन यतिकै छाडिदिन्छु। सेलाइसकेपछि म यसलाई मिक्सरमा राम्रोसँग पिस्छु। अब म अघि भुटेर पिसेको मसला यसमा एड गर्छु। नुन पनि एड गर्छु। थोरै खुर्सानीको धुलो पनि एड गर्छु र अमिलो पनि एड गर्छु। अब म अचार झान्नको लागि तेल तताउँछु। तेलमा मेथी पनि एड गर्छु अनि थोरै प्याज पनि एड गर्छु। अब म अचारको लागि धनियालाई राम्रोसँग पखाल्छु र मसिनो पारेर काट्छु र अचारमा एड गर्छु र यसलाई राम्रोसँग मिक्स गर्छु। हेर्नुहोस् त कस्तो मिठो र राम्रो देखिसकेको छ अचार। थ्याङ्क यू फर वाचिङ।